लक्ष्य त्यही रोज्नु जसले हरेक बिहान उठाउँछ, ठकाइ हटाउँछ र मनलाई बलियो बनाउँछ। तपाईको लक्ष्य ठुलो छ भने बाहना सधैँ कमजोर हुन्छ। लक्ष्य देख्ने मात्र होइन, त्यसलाई पछ्याउने पनि सक्नुपर्छ। आजको एउटा सही कदम भोलिको ठुलो सपनाको भरपर्दो आधार हो। लक्ष्यमा पुगेपछि होइन, लक्ष्यतर्फ हिँडिरहँदा मान्छे महान बन्छ। लक्ष्य स्पष्ट भयो भने बाटो आफै स्पष्ट हुँदै जान्छ। सफलता लक्ष्य जित्नु होइन, लक्ष्यबाट नभाग्नु हो। तपाईको लक्ष्य एक दिनमा होइन, हरेक दिनका प्रयासले पुरा हुन्छ। लक्ष्य बनाउन सजिलो छ, तर त्यसका लागि आफैलाई बदल्नु ठुलो चुनौती हो। लक्ष्य त्यति बेला पुरा हुन्छ जब त्यसका लागि आफूलाई योग्य बनाउँछ। लक्ष्यमा आँखा, काममा मन र यात्रामा धैर्य राख्नुहोस्। लक्ष्य लिएर हिँड्ने मानिसलाई बाटोले धोका दिँदैन। लक्ष्य प्राप्त गर्नेहरू ती हुन् जसले आफैलाई दिनदिनै सुधार्दै लैजान्छन्। लक्ष्य बिनाको जीवन भनेको दिशा बिनाको डुङ्गा जस्तै हो। लक्ष्य त जति पनि राख्न सकिन्छ, त्यसलाई पुरा गर्ने नगर्ने तपाईको हातमा हुन्छ।